छुट्टीको बेला घरमा बसेर सबैजनालाई फिल्म हेर्न, मुभी हेर्न, फ्यामिलीसँग बसेर फिल्म हेर्न एकदमै मनपर्छ। कसले इन्टरटेनमेन्ट पर्पजको लागि हेर्नुहुन्छ भने कसैले मोटिभेसन पर्पजको लागि हेर्नुहुन्छ र कसैले एजुकेसन पर्पजको लागि हेर्नुहुन्छ। र एक्ज्याक्टली मैले आज 5वटा सिरिज ल्याएको छ, एउटा एनिमी पनि छ। जो टाइम वेस्ट नगरी भिडियोलाई स्टार्ट गरिदिउँ। नम्बर 1 मा रहेको छ कोटा फ्याक्ट्री। यो सिरिज यदि हजुरको स्टुडेन्ट लाइफको स्ट्रगल, च्यालेन्जेसहरू, हार्डसिपहरू हैन तिनीहरूको लाइफ स्ट्रगल र कस्तो कस्तो च्यालेन्जेसहरू आउँछ त्यो एकदमै राम्रो तरिकाले पोर्ट्रे गरेको छ हैन। यो सिरिजको ओभरअल 3वटा सिजन छ, 5वटा एपिसोड छ र सिजन 1 युट्युबमा पनि अभाइलेबल छ, जुन एकदमै राम्रो। सिरिजको स्पेशल कुरा के हो भन्दाखेरि यो ब्ल्याक एन्ड व्हाइटमा छ क्या। यसको आइएमडीबी रेटिङ 9 छ, 9 रेटिङ छ आउट अफ 10। र यो सिरिज हेरिसकेपछि हजुरलाई जितु भैया। तो दोस्तों ये है कोटा के बेस्ट टीचर जीतू भैया। हाँ या ना कुछ बोल भाई। हाँ या। नम्बर 2 मा रहेको छ इन्टरस्टेलर। यदि हजुरहरू टाइम, स्पेस, ब्ल्याक होल जस्तोमा इन्ट्रेस्टेड हुन्छ भने यो सिरिज हजुरहरूको लागि हो। आई मिन यो मुभी हजुरहरूको लागि हो। यो मुभीको नाम सुन्नु भएको छैन होला, तर यसको हजुरहरूले मिमहरू एकदमै भाइरल छ हैन। यो मुभीमा जुन तरिकाले सिनेग्राफी देखाएको छ नि एकदमै दामी छ। र यो मुभीको स्टोरी सेटिङ भनेको फ्युचरको टाइमलाइन देखाउँछ, जुन 2067 AD को टाइमलाइनमा देखाउँछ। ल अब दुनियाँ खत्तम हुन आँट्यो भनेर अब साइन्टिस्टले डिस्कभरी गर्छ र अब साइन्टिस्टले के प्लान गर्छ त भनेर यो मुभी हजुरले हेर्नुपर्ने हुन्छ। नम्बर 3 मा रहेको छ चर्नोबल। बेस्ड अन रियल इन्सिडेन्ट हो। यो सिरिजमा हजुरलाई 1986 को टाइमलाइनमा देखाएको छ, जहाँ न्युक्लियर डिजास्टरको वान अफ द वर्स्ट न्युक्लियर डिजास्टर इन हिस्ट्रीको बारेमा देखाएको छ। यो रियल इन्सिडेन्ट हो, कहाँ भएको थियो, कसरी भएको थियो भनेर यो हजुरले सिरिज हेर्नुपर्ने हुन्छ। र यसको म डिटेलमा केही कुरा पनि भन्दिनँ। यसको 5वटा एपिसोड मात्रै छ, एउटा सिजन। यो आइएमडीबी रेटिङ 9.3 रहेको छ। नम्बर 2 मा रहेको छ ब्ल्याक मिरर। ब्ल्याक मिरर यो फ्युचरको मिरर हो हैन। एक्चुअली यो स्टुडेन्टहरूले त हेर्नै पर्ने हो। यो सिरिज हजुरहरूले जुन पनि एपिसोड हेर्दा हुन्छ। यसमा 7वटा सिजन छ, 6 एपिसोड छ, कुनैमा 3 एपिसोड छ। यो सिरिज 2011 मा रिलिज भएको र यो सिरिजले टेक्नोलोजीको वार्निङहरू दिएको थियो, फ्युचर वार्निङहरू दिएको छ। त्यति बेलाको फ्युचर वार्निङ भनेको अहिलेको टाइमलाइनको एकदमै इम्प्याक्ट देखाएको छ। अहिलेको करेन्ट टाइमलाइनको इम्प्याक्टहरू वर्ल्डमा कस्तो इम्प्याक्ट आएको छ त्यो पनि देखाएको छ। र अब आउने फ्युचर जेनेरेसनहरूको पनि एकदमै फ्युचर वार्निङहरू देखाएको छ। र यो सिरिजको आइएमडीबी रेटिङ रहेको छ 8.7 आउट अफ 10। सिरिजको बेस्ट एपिसोडहरूको लिस्ट दिन्छु, हजुरहरूले हेर्न। र यो एपिसोड मात्रै हेर्दा पनि हुन्छ र हजुरलाई हेर्न मन लाग्यो सबै एपिसोड हेर्दा पनि हुन्छ। नम्बर 5 मा रहेको छ भिनल्यान्ड सागा। यो भिनल्यान्ड सागा एनिमी हो। सिरिजमा 2टा सिजन छ र 2टा सिजनमा फर्स्ट सिजन र सेकेन्ड सिजनमा एकदमै अपोजिट छ। सिजन 1 मा हजुरले जे देख्नुहुन्छ सिजन 2 मा एक्ज्याक्टली अपोजिट हुन्छ। र यो सिरिजमा हजुरलाई फ्रिडम र भाइलेन्स र पिसको एकदमै इम्पोर्टेन्ट लेसनहरू सिकाउँछ। एनिमीको बारेमा म डिपली केही भन्दिनँ हैन। हजुर जस्ट हेर्नुहोस्, 2टा सिजन छ, 20 को एपिसोड छ, ओभरअल 48 एपिसोड छ। एकदमै राम्रो छ। यो एनिमी एकदमै मास्टरपिस छ हैन। यो हेर्नै पर्ने हुन्छ। इफ यु वान्ट टु नो द ट्रु मिनिङ अफ लाइफ हैन, यो सिरिज हेर्नु होला। यो सिरिज हेरेपछि हजुरहरूलाई भिनल्यान्ड जान मन लाग्छ। वाट इज भिनल्यान्ड त्यो हजुरले हेर्न चाहनुहुन्छ। र यो सिरिजको आइएमडीबी रेटिङ भनेको 8.8 हो, जुन एकदमै दामी छ। र मेरो लागि यो सिरिज छ 10 आउट अफ 10 हो यार। आजको लिस्टबाट हजुरले कुन सिरिज हेर्नुहुन्छ, कुन मुभी हेर्नुहुन्छ या कुन एनिमी हेर्नुहुन्छ र कमेन्ट डाउन गर्नुहोस्। यो लिस्टको सबै हेरिसक्नु भएको छ भने कमेन्ट डाउन गर्नुहोस् हजुरहरूको फेभरेट सोच कुन थियो हैन। र यदि यहाँसम्म भिडियो हेर्नु भएको छ भने थ्याङ्क यू सो मच। र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला। र यो भिडियो मन परेमा लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र हजुरहरूको साथीहरूलाई पठाउनुहोस् हैन। यस, सी यू अन नेक्स्ट भिडियो।